दर्शकबिन भुन्टीलाई मार्न खोजेकी छन् भुन्टीकी नन्दले। त्यतिकैमा भने भूपेन्द्रले देखेका छन्। अब भने भूपेन्द्रले आफ्नी बहिनीलाई भने गाउँतिर राख्छन् होलान् कि सहरमै राख्छन् होलान्, आउनुहोस् त्यसैबारे चर्चा गर्नेछौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र दर्शकबिन च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। दर्शकबिन अघिल्लो भागमा हेरेअनुसार भने यता भूपेन्द्रका दाइ भाउजू उता गाउँको घरमा जान्छन् र त्यस्तो समस्या आएको रहेछ भन्ने कुरा उनले सुन्छन्। दर्शकबिन यता भने भूमिकालाई त्यस्तो भएको उनले सुन्दा नराम्रो मानेका छन्। आफू त्यही घरबाट आएको र आफूलाई नै थाहा नभएकोले उनी दुखित भएका छन्। दर्शकबिन यता भने अब भुन्टीलाई मार्छु भनेर भुन्टीकी नन्द भने चक्कु लगेर जान्छन् र दर्शकबिन भुन्टी सुतिरहेको बेला भने उनले हान्ने प्रयास गर्छन्। त्यतिकैमा भूपेन्द्रले देख्छन्। अब आउने भागमा भने भूपेन्द्रले आफ्नो बहिनीलाई भने गाउँमा आफ्नो आमा बुबासँग बसाउने निर्णय गर्छन् होला र दर्शकबिन अब भने भूमिकालाई त्यहाँ गाउँमै राख्नुपर्छ भन्न चाहनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्सक्राइब गर्नुहोला। र दर्शकबिन यता भने भुन्टीका देवर पनि निकै नै रिसाएका छन्। अब भने भूपेन्द्रले पनि आफ्नो भाइलाई र बहिनीलाई उता गाउँमा आमा र बुबासँग बस्न आग्रह गर्छन् होला। त्यसै गरी भने अब भने आफ्नो बहिनीलाई बुबा आमासँग बसाउने निर्णय गर्छन्।